Hi guys. Guys, हामी आज बारीमा सिमी टिप्दैछौँ. This is first सिमी. हजुर? अनि सानोमा केटाहरूसँग खेले होइन त? किराले सबै खाइसकेछ सिमी त. जाडो जाडो भयो नि झरी किन हो ज्वरो त आएन नि. ओए आन्टी सेडिङभित्र यहाँ आउँछु यहाँ. म यहाँ आइपुगेँ. आन्टी भित्र चिसो हो. रुगा लाग्नु ला मलाई यहाँ रुगा ला. गाई यो त दामी भालेछ. अहिले त कस्तो छिप्पेको सिमी छ नि. यहाँ देखा त छोरो कति सिमी फले. यहाँ माथि कि कति धेरै. गाइस कसलाई घिउ सिमी मनपर्छ फ्रीमा है. फ्रीमा ल अहिले कमेन्ट गर्नु थियो क्या भिडियोमा. तलको आन्टीले लगाइदिने हो कि किन भयो अरे नमिठो घिउ सिमी नखाने त. गुली यो मैले भातै खाँदिनँ कहिले घिउ सिमी पकाएर. हजुर त्यसो भए नरिमा नि त. आन्टीले यहाँ थालमा नि सिमी यति धेरै कति धेरै छ गाइस सिमी. आन्टी अब निस्कन हुन्छ. ए होइन अझै देखिराख्नु भएको छ छेउछाउमा. अब एकचोटि टिप्दा त घिउ सिमी सकिन्छ. यहाँतिर छ त सैमी. सानो सानो त नटिप्ने कि. भोलिलाई केलाएर राख्नुपर्छ हो. मलाई त नखाने. भोलि बुधबार होला. बिहिबार 1 गते भोलि हो. अँ बोल्दा केलाएर राख्नुपर्छ. आजलाई फर्सी हुन्छ अनि म पर्सिसम्म बस्न सक्छु आनन्दले. बस्दै नखायो त नखायो नि रे बाख्रा नखाएको यत्रो घाँस काट्यो. स्टेपिङ टक्क लगाएर आन्टीले एकाको हात छिराख्नु भयो अनि टिपिराख्नु भयो. ए मम्मी यति धेरै टिपिसक्नु भयो आन्टीले. कसको त्यो तमाङको उसान टाढेलामा राया बिहान यति रहेछ बाटै हरहरै बाख्ना आउने. हाम्रो चाहिँ के राख्नु होला कुरिलो कुहियो कि ऊ भइरहेको सरे. कोही पिसा बोलाइन्छ नुन हालिदिनुपर्छ भन्थ्यो कसले हो. झन् पुगिन्छ अनि जरामा नुन हाल्नुपर्छ भन्थ्यो रोप्दाखेरि. आन्टीले चाहिँ मजाले टिपिङ. गाइस हेर्नु आफ्नो बारीमा रोपेर खानुको मजै अर्कै खालको.
अब सिमी चाहिँ गयो। पस्नु त्यहाँ म टिप्छु कि अहिले भिडियोमा ल यताबाट अडिने नअडिने यति होला त्यो टिपेकै छैन त्यो नअड्या अब किन टिप्दा त आन्टीले निस्केर अहिले टक्क लाएर यहाँ राखिदिनु भयो अब अझै यता नि टिप्ने हो र भयो मम्मी त्यति भए 5 बोट 9 बोट सारेर ठाउँ खोइ त भिडियो अफ गरेर त बाबु एकचोटि रोक्ने कि पज भने के अझै आन्टी टिपिङ यहाँ किराले खाएको मम्मी खान्छ यहाँ त खत्तम बनाइदिन्छ यहाँ भ्यू चाहिँ यस्तो छ दामी आन्टी नि सिमी टिपिरा भाइ चाहिँ हाम्रो सिमीको बोट कत्रो हेर्नु न तर सिमी चाहिँ किराले खाइदिन्छ यत्रो माथि अनि यत्रो तल यहाँ छेउतिरसम्म छ गाइज यो सिमी चाहिँ किराले खाएछ कि यस्तो यस्तो यसको नाम चाहिँ घिउ सिमी हो जुन मलाई मनै पर्दैन मलाई पनि मन पर्दैन च्याम्पियन्स तर मन त पर्थ्यो यो अलि नमिठोवाला रहेछ मलाई यस्तो घिउ सिमी मन पर्दैन मलाई त मिठो लाग्थ्यो आफ्नो बारीमा नहुना किलो डङ्गुरी राख्थ्यो मिठो थियो नि त अनि आफ्नो बारीको त खोइ मिठै भएन धेरै भएर हो कि किराले हेर्नु कस्तो बोटै खाइदियो अन्त चाहिँ होला मजाले टिपिङ पर्दिमाले नि एक मुठी पठाइन्छ छोरी भने यहाँ किनेर खानु पाइन्छ आमा तपाईँलाई फेरि भाँडामा अब आलु कुरो होइन भयो यस्तो घिउ सिमी त मैले घिउ सिमी पकाएको दिन जहिले खाना फ्यालेको छु त्यो मिठो वाला गोल भाँडा हालेर